Alright. नयाँ दिनको सुरुवात आज trip to Greaterson Road. Hey Brad, what's up? What's going on? We are heading to Greaterson Road today. How are you feeling, Ruben? Sorry, Razan. Feeling great, man. Bit too early, but Life my first time यसरी उठ्यो होला है कतै घुम्न जाने भनेर 6 बजे. It's just 6 o'clock in the morning, but boys are getting ready to head for the new destination. early morning hustle one. ठिक यो 6 बजे हैन ठिक छ त. ठिकै छ. नर्मली हामी 6 बजे त उठिरा हुन्छ नि 6:05 जान 4 बजे. Sauza गएको माउन्टेन माथि हामी हैन हाइक we're सनराइज on the top of the mountain. 8 बजे उठेर सनराइज कहिले भ्याएन 6 बजे नै हो. ल ठिकै छ के भने boys getting ready. यता कन्डिसन यताको रिपोर्ट यस्तो छ. यतापट्टिको केटा रेडी भएर बसिरहेको छन्. यो वात यस्तै हो सधैँ. यतिको वात परिरहन्छ के भन्नु सक्छ नि तँलाई? मोहित आज चाहिँ हाम्रो चाहिँ नयाँ फेस हो ल इन्ट्रोड्युस गर्नु त. म चाहिँ मोहित अब ग्रेटरसन रोड यसको स्टार्ट अफ द ट्रिप. पानी परिरहेछ स्टिल अँधारै छ 6 बजे भएको कारणले गर्दाखेरि तर पनि केटाहरू रोकेको छैनन् होइन. यो वर्थ वाल ट्रिप के अरे है रोकिनेवाला छैन हामी. पानी परोस् असिना परोस् खासै मतलब छैन. ब्रिजबेनमा बाढी आउँदा त हामी रोकेनौँ. आजको ड्राइभरमा हुनुहुन्छ हाम्रो कमल सर. स्टार्ट अनि अगाडि बस्छु म र अरू मिलाएर पालो लास्ट सिटमा बस्नेहरू चाहिँ हुनुहुन्छ 2 जना अनि मिडल सिटमा यता छ रजन बिचक सिटमा बस्छ है त. सो वी हियर एट फ्युल स्टप 10 minutes ड्राइभ फ्रम द हाउस. तर अब ट्रिप चाहिँ अहिले नै फुल ट्याङ्क हालौँ भन्ने विचार छ. मेन वाइल विल गेट सम कफी. मेलो नआयो भने त गाडी नम्बर फाट्नुपर्छ क्या कस्टमाइज गरेर जिप रहेछ क्या. Nice weather. Nice sunrise. The sky is clear enough. हामीले मिररमा अलिकति घामको किरण देखिसक्यौँ. यहाँ घाम यस्तो भइरहेछ. दिन आज उज्यालो र नाइस हुनेवाला छ. हिँड्दाखेरि पानी पऱ्यो पनि सुत्ने मान्छेहरू सुतिरहेछन्. गाडी चलाउने मान्छेहरू यसरी गाडी चलाइ नै रहेछन्. ग्रेटरसन रोड जाने भनेर फर्स्ट ग्लिम्स देखेँ त बाटोको त्यो ग्रेटरसन रोड भनेर. हामी चाहिँ फ्रीवे अभोइड गर्छौँ. उता कोस्टल बाटो जान्छौँ त्यही पनि ग्रेटरसन रोड भनेर देखियो नि त. केटाहरूको मुहारमा कतिको एक्साइटमेन्ट छ त. एकदम एक्साइटेड. रजन कति एक्साइटेड? Very excited, looking forward. अरुण ग्रेटरसन रोडको बोर्ड देखेको कति एक्साइटेड छस्? एकदम एक्साइटेड छु म. बोर्ड देखेर खुसी भइसक्यो हैन हैन हुन्छ जसलाई. खोइ हाम्रो सुबिन सर सुपर एक्साइटेड. वेट 7 minutes 10 minutes. वेट यो दुइटा एउटै लाइनको हुनुले दुइटै सुतिरहेने. जिन्दगीमा सबले साथ छोडे पनि यो मुनले चाहिँ साथ छोडेन अहिलेसम्म. आइपुग्यौँ जिलङको एउटा स्पटमा जहाँ चाहिँ यस्तो बोटहरू देख्न मिल्छ है. घाम लागिरहेछ. घाम मस्त घाम लागिरहेछ. केटाहरू निस्किसके सिन हेर्नलाई. त्यो वाच द भ्यू. जिन्दगीको गोरेटोले हामीलाई डोराएर यहाँ जिलङको इस्टर्न बिचमा ल्याएको छ. इट्स प्रिटी सनी यहाँ हाम्रो वेदर पनि नाइस छ. यहाँ व्हिल पनि छ एउटा. यस्तो छ है यहाँको वातावरण चाहिँ. केटाहरू हल्का हाइक हानेर नि वक यस्तो भइरहेछ है. मान्छेहरू मर्निङ वक गर्ने मान्छेहरू मर्निङ वक गरिरहेछन्. अनि हामी बिहानै उठेर हिँड्ने मान्छेहरू नि हिँडिरहेछौँ. पुल यता भयो. पुल भन्ने चाहिँ बिच.
सही छ ल फोटोग्राफरहरूले फोटो खिचिरहेछन् हेर्नेले हेरिरहेछन् इन्जोय गरिरहेछन् नेचर यहाँ हल्का घाम लागेको जस्तो भइरहेछ एक सर्कल त्यसपछि यहाँ पार्क जस्तो छ त्यहाँ त्यो वाटर फ्रन्ट बिहानै निस्केको भएर केही नखाइकन पानी र हल्का लाइट ब्रेकफास्ट मात्रै खाएको भएर हामीले केही नखाएको भएर हामीले चाहिँ कफी र यहाँ तर ब्रेकी खाने बेला भएको भएर चाहिँ हामी यहाँ आइपुगेछ बोइज जस्तो कमिङ आफ्टर द कार क्याफे चाहिँ उयो यो क्याफेको नाम के हो ओसन क्विज क्लेफ ओसनमा जाने कि क्याफे ज्याकमा Cafe Jack sounds better, isn't it? सिटिङ क्यापेसिटी छैन रे प्रिटी फुल भएको भएर चाहिँ हामी विल बी लुकिङ फर अनदर क्याफे विल बी हन्टिङ अनदर क्याफे विल बी ह्याभिङ ब्रेकफास्ट इन अनदर क्याफे सो वी क्यान हेड इन्टु द कार नाउ Upset face हेरौँ अपसेट फेसहरू हेरौँ खान पाएनौँ यसो गाडीभित्र चढौँ न अहिलेलाई समुद्रको पहिलो टाउको देखेँ अर्को त्यताबाट तर हाम्रो यताको टाउकोहरू चाहिँ सबै सुतिरहेछन् यसलाई यो सिँढीलाई Still on our way to कतार हामीले गइरहेको कस्तो एन्जल सी धेरै घुमेको भएर मन ठाउँ पनि बिर्सिन्छ इट्स अ बिट अफ अ ड्राइभ टु एन्जल सी फ्रम द प्लेस वी लिभ हामी चाहिँ फर्स्ट अफ छिटौँ त्यसपछि टर्की हुँदै आउने भने हामी चाहिँ उता ब्यारन्स हेड पुगेछौँ ब्यारन्स हेडबाट हामी चाहिँ पोर्ट लन्स्टेल हुँदै यता माथि एन्जल सी आइरहेछौँ इन एन्जल सी विल गेट समथिङ टु इट बट अब खासै देखाउने कुरा त केही पनि छैन यही नै बाटो नै यही हो अलिकति तल पुगिसकेपछि चाहिँ विल बी capturing some beautiful moments and we'll show you guys how it feels like to travel in Great Ocean Road. कमल चलाउँदा थाकिसकेको छ यहाँ है खानेकुरा पाइएन क्या भन्दा नि र ठ्याक्कै भन्ने बित्तिकै हामीलाई ग्रेट ओसन रोडले वेलकम गरेको छ वेलकम टु ग्रेट ओसन रोड है त केटा होला र यो चाहिँ एन्ट्रान्स भयो वेलकम टु ग्रेट ओसन रोड ब्रेकफास्ट खोज्दा हामी चाहिँ क्विन्स क्लिफबाट एनजेलसीसम्म आइपुगेका छौँ राइट बिहाइन्ड मी इज के हो कोड ब्ल्याक कफी लभ भन्ने क्याफे छ होइन सायद हामीलाई यहाँ चाहिँ खानु दिन्छ होला सिटिङ क्यापेसिटी पनि राम्रो छ जस्तो छ म पछाडि चाहिँ ओसन छ ओसन अहिले एकछिनमा देखाइहाल्छु म कमलले चाहिँ गाडी घुमाउन स्ट्रगल गरिरहेछ गर्दैछ यो चाहिँ रोड हो मेन रोड B100 which leads straight to the Double Apostles and the पर Warrnambool सम्म पनि जान्छ कुल ब्रिज साथीहरूले सक्नु भएको छ भने It was a good nap, eh? Like 30 minutes, quick nap, huh? Quick nap त म देखाइहाल्छु नि Quick nap त मैले म देखाउँछु कमल अर्डर गर्न त्यहाँ पुगिसकेको छ लाइन बसिरहेको छ कमलले Boys enjoying the coffee. हाम्रो 2 sugar वाला भाइ छाब्री एटिट्युड ल जग्गाबाट के भयो
जग्गा भन्दा नि किला मन पर्यो हामीले देख्यौँ लाइट हाउसको फर्स्ट ग्लिम्स हामी चाहिँ बिस्तारै बिस्तारै हल्का अफरोडिङ हिँडेर लाइट हाउसतर्फ लागिरहेछौँ लाइट हाउस त्यहाँ मेरो अगाडि छ केटाहरू पछाडिबाट हिँडिरहेछन् डेन्जरै अफरोडिङ छ हल्का लाइट हाउस चाहिँ त्यहाँ छ बिच वक फर लाइट हाउस हल्का माथि माथि उकालो 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 गएर छ हामी ब्युटिफुल हाउसेस एट ब्याकग्राउन्ड त्यो चाहिँ रोड टु ग्रेटर्सन रोड लाइट हाउस नजिकबाट मान्छेहरू माथि छन् हामी चाहिँ जिस्किँदै हलिँदै लोन आइसकेका छौँ लोनबाट अलिकति माथि चाहिँ एरिक्सन फल छ फल रहेको छ त्यसैले हामी चाहिँ एरिक्सन फलतिर हाम्रो कमल फल लभर हाइकिङ लभर भएको कारणले गर्दाखेरि हामी चाहिँ उता फलसम्म पुगेर आउन सक्छौँ नि बाटो त हामी देखाइ नै हाल्छौँ केटाहरूलाई के भन्नु छ र केही एड गर्नु छ बेलुका सूर्यास्त हेरेर गयौँ यस्तो छ यहाँको लुकआउट अक्सन फल भन्दा चाहिँ म चाहिँ एरिक्सन भनेर थिएँ अप्पर फल लुकआउट 80 मिटर्स लोवर फल लुकआउट 220 मिटर चाहिँ हिँड्नुपर्ने हुनसक्छ यहाँ सिन्धुले सम्धिहरूले तडाउँदै हुनुहुन्छ बाँदर केटाहरूलाई चाहिँ फललाई नजिकैबाट निहाल्नु पऱ्यो रे फल्सबाट ताजा रिपोर्टिङ यहाँ चाहिँ यस्तो छ कन्डिसन जाने बाटो छैन यस्तो जानै मिल्दैन तर हामीलाई त नगर भनेर कुरा गर्नुपर्छ हामी त्यस्तो खालको मान्छे पर्छौँ सिप्लिन त कस्तो एकदम भान भइरहेको छ मलाई त्यही पनि मैले रिक्स लिएर भिडियो तपाईँहरूको सामु लिएर आउनलाई पस्किनलाई हेर्नु त यस्तो बाटोमा रिक्स म लिएर आइरहेको छु भन्दै गरौँ क्या रजन कस्तो भयो त? That was good, man. Good, thanks for the experience. Good gym hidden. Loved it, loved it. कति भयो तँलाई हिँड्दाखेरि कस्तो फिल भयो त? मलाई खासै केही फिल भएन सुवासमा गर्दा केही फिल भएन रमाइलो थियो एकदम खुसी कुरा चलमा छुँदैन हामी चाहिँ अब यहाँ एरिक्सन फल कि के भन्छ नि एक्सन फलबाट चाहिँ फर्किरहेको छौँ होइन Our destination is going to be Apple Bay now. Apple Bay ma roker हामी quick lunch. We'll grab quick lunch and then after we'll be heading to the 12 Apostles. Already 2 o'clock. बिहान 7 बजे 6 बजे ननिस्केको भएर एकदम आपदै पर्ने रहेछ. तर थ्याङ्क्स टु कमल कमलले गरेर हामीलाई कमलले त हामीलाई बिग साउट टु कमल कमलले हामीलाई अलार्म राखेर उठाएर नै हामी यति चाँडो उनीहरूले ड्राइभ पनि गरे त 3-4 घण्टा उसले ड्राइभ पनि गरिरहेको छ कन्टिन्युस
All thanks to them. Thanks. Big shout. Big shout out to them as well because they slept throughout all the trip. Big shout out यता हो नि Big shout out यता ल यता पेट दुखेर वात्त परेर वातै मरेमा खोलाएर होइन नि होइन हामी चाहिँ यता लोनको मेन बजारमा आइसक्यौँ अक्सन फलबाट मुनि मुनि यहाँ एउटा नेपाली रेस्टुरेन्ट पनि छ नि अलिकति यहाँ माथि खानालाई चाहिँ उ नगर्नु होला कमल खानालाई अहिले फोकस नगर होला कमल के भन्छ चिप्स लिनु भेल्यौ भोक लाग्यो त्यो होइन चिप्सहरू एपोलो बेमा लिउँ अब रन्किम है जान्छ यहाँबाट रन्केर एपोलो बे अब नेक्स्ट स्टप नै एपोलो बे राखौँ अब तिमीलाई मजाकले हालेर आइसक्यो भने तर मेन आउनै बाँकी छ क्या वाउ उता गइहाल्यो भने बाटो चाहिँ सर्पेन्टेन्ट छ होइन को गुफा जानु अब को छैन कसलाई जानु पऱ्यो गुफा हाम्रो को सरलाई कमल सरलाई कहाँ छ यहाँ गुफा चाहिँ सबै हेरेर भएर बिहानै कुरो त्यो चाहिँ बरु एक दिन यहाँ हामी चाहिँ लगभग अब एप्पल बेको वरिपरि आइपुगिसकेका छौँ नट फार फ्रम यहाँ यता बिच छ यता यस्तो छ बाटो छ वेब्सहरू आएर रात छ वेलकम हामीलाई चाहिँ अब एपोलो बेको सहर आइपुग्यौँ सानोतिनो खाना खाजा खान्छौँ काचुस भन्दा नि यताउति केही खाउँ ल रोक लोक Stopped at Apollo Bay. We got some chips and Doritos and salsa plus some drinks. And the sad system, you know. Yes, sir. Yo. अब हामी एक्चुअली यहाँ मोरेङ्गो भन्ने ठाउँमा रोक्छौँ We'll take some drone shots and त्यसपछि we'll head straight to 12 Apostles किनभने लगभग 4-4:30 बजिसकेको छ 5 बजे पनि त्यहाँ पुगेन भने चाहिँ अलिकति ढिलै हुन्छ फर्किने बेलाको लागि त्यही भएर अब सनसेट प्रिट बेला हामी सनसेट चाहिँ क्याचअप गर्छौँ होला भन्ने सोच छ यहाँ त हो यो चाहिँ बाटोमा परेको एउटा हेर्नै पर्ने ठाउँ नाइस डाँडा स्विजरल्यान्डको याद दिलाउने नगए पनि स्विजरल्यान्ड जस्तो छ फोटोमा भिक्टोरिया यो ब्युटी सानसानो सबै देखे भेडा हो क्या त्यो सानसानो वाइट वाइट त्यो डटहरू देखायो नि त्यो सबै भेडा हो क्या यस्तै कलरको We're not far from 12 Apostles. हामी लगभग यहाँ के ठाउँहरूको नाम मलाई खासै याद भएन
तर यो ठाउँमा आइपुगेको छौँ सनसेट एकदम नाइस हुन लागिरहेको छ अहिलेसम्म वेदर क्लियर भइरहेको छ होइन बोइज आर वेटिङ फर अस इन देयर नजिकको थिएन हाम्रो गन्तव्य त्यसै कारणले गर्दाखेरि हामीलाई एकदमै धेरै समयको लागेको छ सनराइज नहुँदै निस्केको मान्छे हामी सनसेट पनि नभ्याउने अवस्थामा पुग्न लागिसकेका छौँ डेस्टिनेसनमा पुग्न मात्रै ड्राइभर कति थाक्नुभयो होला Finally we arrived at Tall Apostles, eh? Yeah, after a long day. After been a long day today? Been a long day. It's been a good day. We don't want to miss the sunset. त्यही भएर हामी चाहिँ कुद्छौँ यताबाट सर्ट भित्र निस्किनु मिल्छ यताबाट नजिक This is something I wanted. You can see the amount of people. After watching the mighty sunset, the boys are here to watch Lot and George. I think they are named after two brothers. You can see the sunset still there, the golden hour. हामी चाहिँ यहाँ के त यहाँ लट एन्ड जर्ज यहाँ जाने बाटोमा आइसक्यौँ म अस्ति पालि आउँदाखेरि चाहिँ यो बाटो बन्द थियो कि यहाँबाट बन्द थियो कि त्यही भएर चाहिँ मलाई कताबाट जाने थाहा भएको थिएन तर नाउ we can go in there. Look at that. Look at that. यहाँ आउन नमिल्ने ठाउँमा पनि केटाहरू सर्टहरू गरेर आइसक्छन् स्टिल इट्स अलमोस्ट डार्क नाउ होइन कुद्दा कुद्दा थाकिसक्यो लोकेसनहरू पत्ता लगाउँदा थाकिसक्यो तर पनि वी स्टिल लुकिङ फर स्टिल हन्टिङ फर वी स्टिल हङ्ग्री फर अनदर साइड आई थिङ्क वी नियरली देयर नाउ हङ्ग्री फर फुड त भन्नै पर्दैन गुरु फ्रिकिन हङ्ग्री फर द फुड तर पनि खानेकुराहरू त घर घरै खानु पाइन्छ नि त यो त घरमा आउँदैन नि त